हेलो गाइस गाइस वो बोलो ना क्या था हमारा गाइस क्या था का वो वाला क्या है पीछे बोलो तो गाइस अरे going to be train या बोलो ना अरे के बोल्छौ ओके लेट मी टक विथ अक्का इन नेपाली ओके अक्का कहाँ जानु भएको म घर जानु भएको पानी नेपाली में कुछ पूछूंगी ओके या पूछ एक्चुअली हमारा अक्का ना नेपाली में बहुत अच्छा बात करती है आजकल ना बहुत अलि झेरा हेर सिक्दैछु सिक्दैछु अलि अक्का कहाँ जानु भएको मैं अभी हॉस्टल जानुहुन्छ जानुहुन्छ अन्त और हामी पोशापमा गएको और दूध ओ केएमएस बेकरी शॉप और उता और दूध और खरीद करके गएको वापस भन्दैन नि त नेपालीमा वापसै भन्छ फर्केको भन्छ गाइस म आए लो कहाँ आए लो ओके सो हम लोग हामीहरू अभी छ्या मेरो पनि त नेपाली हिन्दी सब मिक्सअप भइरहेछ अक्का ल भन तिमीले नेपाली सिक्यौ होइन धेरैवटा त भन त केही वर्ड्सहरू कि तिमीले के सिकेको छौ या मैं एक गाना सिक्दियो छु सानो छोरा रोपमा बसेछु मिठे मिठे बोलेर गीत सुनाउँदछ हो यस्तो सिकिसक्नु भएको छ हाम्रो अक्काले नेपाली अन्त अरू केही वर्ड्स भनिदेऊ न के सिकेको छौ तिमीले मुझे थाहा छ कि तातो पानी ज्यादा स्टाइल चाहिँ मत गर है चुपचाप चाहिँ बोल तातो पानी पिनुहुन्छ तपाईले तातो पानी पिउनुपर्छ त घाँटी दुख्छ के बोल्छ हो तिमी तातो पानी पिउनुहुन्छ पिउँछु त अन्त म बिहान पनि पिउँछु बेलुका पनि पिउँछु अनि किन पुरा तपाईलाई पुरा घाँटी पुरा दुख्छ हजुर 2-3 दिन पुरा के भयो बीमारी था ओके पीछे भी दिखाएंगे हाँ सिनेट को ओके बोलते रहिए बीमारी था वो पूरा हर एक दिन पूरा बहुत सफरिंग हुआ था अच्छा हिंदी भी मिक्स हो गया मेरा नेपाली तो के भन्छ तर ज्यादा स्टाइल चाहिँ नभएर जस्ट सिम्पली बोल ल किसरी स्टाइल बोल्छौ तू मेरो एटिट्युड ऐसे था नेपालीमा गाली गरेको मलाई किसरी भन्छ आइयो अक्काले भसाउँछौ तिमीलाई के थाहा छैन यसरी बोल्नुहुन्छ तिमीलाई त सबै थाहा छ नि त है मलाई त केही थाहा छैन बोल्छ मेरा स्टाइल बोलता है और क्या क्या बोल्नुहुन्छ मर्निङ से वो नकली बोल्छ मलाई गाइस मैले चाहिँ नि अक्कालाई चाहिँ नक्कली भनेको थिएँ कि बिहान अन्त अहिले निक्ली भन्छ भन्दैछ नकली भन्छ और पूरा मुझे ना हवा जैसे उड़ा दूंछ हमेशा ऐसे बोल्छ उड़ा दिन्छ भनेको चाहिँ के हो तो हमेशा इसे बात करके मुझे तो उड़ाइ दूंछ ल त हामीहरू आधी रास्ता आइपुग्यो है आधी बाटो अक्का हामी कहाँ आइपुग्यो बोइस होस्टेलमा बोइस होस्टेलको छेउमा बोइस होस्टेल कस्तो देख्दो रहेछ देखाइदिउँ उता अन्धेरो भयो कि अक्का अन्धेरो भयो त्यही कारण राम्रो देख्दैन तिमीले के बोकेको छौ ब्यागमा के छ दूध छ अन्त खानेको कुरा छ के गर्छौ त्यो खानेको कुरालाई मेरो म्याम छ म्याम को दिन्छु म्याम ल्याइदिन्छु म्याम ल्याइदिन्छु अन्त मैम बहुत अच्छा है मैम लाई दिएर पूरा इतना
मिठो छ के मिठो छ मेरा म्यामलाई अम्म, राम्रो म्याम छ अँ, ओ बन बन कम्प्लिट त गर सेन्टेन्सलाई गाइस बहुत गर्मी आम्माम यत्तिको मलाई हमारे गाइस मैम लगी ये लेकर जा रहा है आम्माम जा रहे चाहिँ होइन जा रहे हे बोलो त आम्माम कौन सिखाती नक्कली इसीलिए सिमली में नहीं बोलता ना आपको नक्कली नक्कली बोल के देखो इससे मुझे देख के इससे बोल्छ ऊ यस्तो त भन्नुपर्छ त तिमीलाई अन्त के हो नक्कली नक्कली भन्नुपर्छ you are very witness that she is not even respecting me तिमीलाई भन्छ हो अन्त के भन्नु तिमीलाई तिमीलाई भन्छ त्यो तो भन्नु हेर सुन एक बिल्कुल भी वर्ड बिलिभ नै गरेगा सुन म एउटा चीज भन्छु तिमी भनेको चाहिँ नि अब फ्रेन्ड टु फ्रेन्ड जस्तै बोल्छ नि त्यसलाई भन्छ होइन तो भन्यो भने चाहिँ डिसरेस्पेक्ट हो बुझ्यौ यहाँनिर हेर्ने सबै साथीहरूले भन्नुहोस् कमेन्टमा ल नो तो भनेको उसका फ्रेंड नहीं है दीदी हूँ कति बोल्छौ अब ममा दीदी बोलेको को तो तिमी बोल्छ मेरो कान दुख्छ इसीलिए वो ये ना Oh Jesus Christ, Son of God, have mercy on me, a sinner. बोल्छ और बोल्छ और बोल्दै रह बोल ए हाँ क्या बोल्छ मलाई नकली बोल्छ और तिमी बोल्छ और के थाहा छ तपाईलाई यसै बोल्छ अलि इधर आउनुहोस् इधर के से बोल्छ हो आउनुहोस् बोल्छ और इधर बस्नुहोस् बोल्छ और क्या बोल्छ हो मलाई थाहा छैन नेपाली थाहा छैन और अलि थाहा छ और तबी गुस्सा आने के भनेको थाकेर हत्तु भइसक्यो बोल्नुसम्म बोल्छ ल Okay guys, thank you so much for watching our video. I hope that you all like it. ना का? तपाईहरु सबैजनालाई यदि यो भिडियो पसन्द आयो या त मन पर्यो भने लाइक शेयर र सब्स्क्राइब गरिदिनुहोस् मेरो च्यानललाई अनि यस्तै मजेदार भिडियो लिएर अक्काको साथमा आउने छु फेरि पनि उहाँ नेपाली धेरै सिकिरहनु भएको छ एक खेप अब नेपाली अलिक राम्रो सिकेपछि चाहिँ अर्को भिडियोलाई लिएर आउनेछौँ ल त्यतिन्जेलसम्म बाई बाई